हेलो गाइस, वेलकम टु मिस्टर गुरुङ ब्लग्स। र आज चाहिँ म कहाँ आएको छु भन्दा चाहिँ आज आएको छु म हाम्रो नाना बहिनीको होमस्टेको टुर गर्न। यो होमस्टे चाहिँ कस्तो टाइपको छ भन्दाखेरि चाहिँ यो होमस्टे एकदम ट्रेडिसनल टाइपको छ है। र हेर्नुहोस् होला लास्टमा है। सो गाइस आउनुहोस्, तपाईँहरूलाई म लगाएर जाँदैछु है रिसर्चन चाहिँ होमस्टेको टुर गराउन। र यो रोडलाई चाहिँ राइड अप पनि भन्छ है। माथिल्लो रोड यहाँ चाहिँ जुन जहाँ चाहिँ ठुलो गाडीहरू हिँड्ने गर्छ है। र यो मेरिट डिग्री कलेजको जुन चाहिँ एरो देख्नुभयो त्यसलाई फलो गर्नुहोस्, तपाईँहरू ट्याक्कै त्यहीँ पुग्नुहुन्छ है। सो गाइस मसँग पुगिसकेँ र तपाईँहरूलाई म बोर्ड देखाउँदैछु है। यो होमस्टेको नाम चाहिँ के हो भन्दाखेरि यो होमस्टेको नाम चाहिँ हो विशाल संसार होमस्टे, विच इज लोकेटेड एट काउलेन कलेज है। यो फर्स्टको हट हाउस चाहिँ अन्डर कन्स्ट्रक्सन छ, एक दुई दिनमा यो पनि रेडी भइ नै हाल्छ है। र तपाईँहरूलाई फर्स्ट के कहाँ लान्छु भन्दाखेरि तपाईँहरूलाई फर्स्ट चाहिँ रुमको टुर गर्न लान्छु है। रुमको टुर भन्दाखेरि अहिले रुम चाहिँ अहिले एउटा मात्रै एभाइलेबल छ होइन, किनभने यो अहिले न्यू स्टार्ट हो नि त। सो फर्दर बाई द ग्रेस अफ गड होइन, तपाईँहरूको साथ पायो भने यो अवश्य नै यो बढ्ने छैन। र आउनुहोस् रुमभित्रको टुर गराउँदैछु तपाईँलाई म। र यहाँनिर चाहिँ तपाईँहरू आफ्नो फ्रेन्ड्स फ्यामिलीसँग आएर बस्नु सक्नुहुनेछ है। यहाँ चाहिँ एउटा ठुलो बेड छ एउटा होइन, र एउटा दिवान छ, एउटा मिरर छ। र एकदम स्पेसल कुरा चाहिँ के छ भन्दाखेरि यो चाहिँ यसको सिलिङ चाहिँ एकदम यो ब्याम्बो फिनिस छ है, र एकदम ट्रेडिसनल टाइपमा होइन। सो यहाँनिर टोइलेट बाथरुम पनि एट्याच छ, इभन दो होइन टोइलेटको तपाईँको यो सिलिङ पनि एकदम ब्याम्बो फिनिस है। यो चाहिँ एकदम हेर्नुमा एकदम दामी छ होइन। सो तपाईँहरूलाई म अब लानेछु किचनको टुर गराउन है। सो किचनमा भन्दाखेरि होइन, किचनमा चाहिँ अब के छ भन्दा एउटा डाइनिङ छ होइन। किचन भन्दाखेरि खानेकुराको आइहाल्छ होइन। र खानेकुरा चाहिँ कस्तो टाइपको पाक्छ भन्दाखेरि खानेकुरा चाहिँ एकदम होमस्टे भनेपछि एकदम ट्रेडिसनल टाइपकै पाक्छ होइन, ट्रेडिसनल टाइपको होइन। सो तपाईँले अर्डर गर्नुभयो भने त्यो सक्ने चाहिँ बनिने नै हाल्छ होइन, त्यो ठुलो होइन है। सो यो हट हाउसमा चाहिँ तपाईँहरूले आएर सोर सराबा तपाईँको सिटी लाइफको सोर सराबा यो चाहिँ टाढो आएर होइन एकदम पिसफुलमा बस्न चाहनुहुन्छ भने चाहिँ यहाँभित्र चाहिँ टेन्ट लगाइदिनेछौँ है। टेन्ट पनि एभाइलेबल छ हो। सो यहाँनिर चाहिँ तपाईँहरू यहाँनिर चाहिँ क्यारोके गर्नु सक्नुहुन्छ, डान्स गान गर्न सक्नुहुन्छ, गेट टुगेदर पार्टी तपाईँहरू एनिथिङ गर्नु सक्नुहुन्छ है। सो वरिपरि चाहिँ यहाँ चाहिँ एकदम फ्लावर्सहरू होइन प्लान्ट्सहरूले चाहिँ भरिएको छ है, एकदम राम्रो छ है। सो तपाईँहरू आएर एकपल्ट भिजिट गर्नुहोस्। सो गाइस यस्तो राम्रो भ्यू देख्छ यहाँबाट, तर अहिले दिनले अलिक साथ दिएको छैन है। र यो दिन क्लियर भयो भने चाहिँ एकदम तपाईँले है यहाँ एकदम मनमोहक खालको चाहिँ तपाईँले भ्यू देख्नुहुनेछ है गाइस। अहिले चाहिँ हल्का फगी छ नि त। सो गाइस तपाईँले यो सब यस्तो मजाको प्लानको है दृश्य हेर्न चाहनुहुन्छ भने तपाईँहरूले स्क्रिनमा दिएको नम्बरमा बुकिङ गरेर तपाईँहरू आउनु सक्नुहुनेछ। डाइरेक्ट बुकिङ गरेर तपाईँहरू आउनु सक्नुहुनेछ है गाइस। टेक केयर, see you in next vlog, bye bye।